ल आज चाहिँ म यो ग्लाइकोलाइसिसको बारेमा भनिदिन्छु है त। ग्लाइकोलाइसिस भनेको चाहिँ के हो त हाम्रो? ग्लाइकोलाइसिस भनेको चाहिँ यो ग्लुकोजको ब्रेकडाउन गराएर पाइरुवेट बन्ने हो हैन। ग्लुकोजको ब्रेकडाउन भन्नाले हाम्रो ग्लुकोज त 6 कार्बनवाला हो भनेपछि पाइरुवेट 3 कार्बनवाला हो भनेपछि 6 कार्बनबाट 3 कार्बन पनि यो क्याटाबोलिजम भयो हैन। ब्रेकडाउन गरेर के दिने भयो त? एटिपी इनर्जीहरू दिने भयो। अब यस्तो छ ग्लाइकोलाइसिसको अब यहाँ हैन इन्जाइमहरू सबै इन्जाइमहरू यो के बनेको सबै छँदैछ। यो मैले लाइन बाइ लाइन भनिनँ हैन। मैले यसलाई चाहिँ कसरी याद गर्ने हैन, कसरी यसको एटिपीहरू अनि यसको यहाँ यसको के हो त हैन, इम्पोर्टेन्ट कुराहरू चाहिँ म भनिदिन्छु है त। ल अब यसमा हेरौँ। यसमा याद गर्ने भनेको टोटल हेर्नु, मैले सजिलो तरिकाले गरेको छु। टोटल यहाँ इन्जाइममा मैले नम्बरहरू दिएको छ, कतिवटा स्टेप छ हेर नि त। एउटा, दुईटा, 3, 4, 5, 6, 7, 8, 9 टोटल 9वटा स्टेप छ है। 9वटा स्टेप छ। अब म यो स्टेपलाई नै खेलाइदिन्छु है त। त्यो स्टेपलाई खेलाइसकेपछि ठ्याक्कै कुराहरू सबै हुन्छ। जस्तो हेरौँ कुन कुन स्टेपमा चाहिँ एटिपी निस्केको छ, टक्क हेरौँ त। कुन कुन स्टेपमा? एकमा एउटा केमा निस्क्यो एटिपी, एकमा निस्क्यो है। अर्को स्टेप कुनमा निस्क्यो? 3 मा। अर्को स्टेप कुनमा निस्क्यो? हेर्नु यहाँ निस्केको छ, यहाँ निस्केको छ। अनि अर्को स्टेप कुनमा निस्केको छ? 6 मा। अर्को स्टेप यहाँ हाम्रो 9 मा। भनेपछि 1, 3, 6, 9 मा के छ? एटिपी को इन्भल्भमेन्ट छ। अनि अर्को कुरा याद गर्नु है त, जुन जुन यो स्टेपमा निस्केको छ नि एटिपी, त्यसको इन्जाइम एकचोटि विचार गर्नु त। ती सबै इन्जाइमहरू ती सबै एटिपी इन्भल्भ भएको मा चाहिँ इन्जाइम के छ त? काइनेज 1, 3, 6 एन्ड 9। हेर्नु है त 1, 3, 6, 9 मा के छ त? हाम्रो एटिपी इन्भल्भमेन्ट छ। त्यही भएर त्यसमा सिधै काइनेजवाला इन्जाइम युज गरिदिने है। त्यो भयो। अनि अर्को मैले यहाँ भन्नुपर्ने अर्को कुरा के छ भनेदेखि, अब यो ग्लाइकोलाइसिसमा 9वटा स्टेप त भयो, त्यसमा अब कुनै चाहिँ रिभर्सिबल स्टेप छ, कुनै इरिभर्सिबल स्टेप। अब यसरी याद गर्दा कसरी कन्फ्युज हुन्छ। अब त्यहाँ पनि एउटा आइडिया लाउने। त्यसमा के छ भनेदेखि हाम्रो 1, 3 र 9 वाला सधैँ के हो त? इरिभर्सिबल। इरिभर्सिबल भनेपछि यिनीहरू यस्तो इरिभर्सिबलमा हाम्रो यो सिङ्गल एरो छ है, सिङ्गल एरो छ 1, 3 र 9। अब अरूलाई त के गर्नु पर्यो त? अरूहरू त रिभर्सिबल छ भनेपछि यस्तो गरिदिने है सबैतिर। यसमा गरिसकेर छ, यसमा 7 मा नि गरिदिउँ, 8 मा पनि गरिदिउँ, भइहाल्यो है। भन्नुको मतलब 1, 3 र 9 हैन। 1, 3 र 9 चाहिँ के छ त? इरिभर्सिबल यस्तोवाला। अरू बाँकी सबै रिभर्सिबल है, यस्तोवाला एरो दिने है। भयो। अब यसमा अर्को हामीले याद गर्नुपर्ने कुरा भनेको के छ भनेदेखि, जस्तो अब एटिपीको प्रोडक्सनको कुरा त गर्नै पर्यो हैन, किनभने हाम्रो ग्लुकोज ब्रेकडाउन भएर पाइरुवेट त बनेको छ हैन। त्यहाँबाट अनि के हो त हामीलाई फाइदा? के त? एटिपी त बन्नु पर्यो। अब एटिपी कसरी बनेको छ हेरौँ। अब यसमा ग्लाइकोलाइसिसमा मेनली 2 फेजमा डिभाइड गरेको छ है। एउटा इनर्जी इन्भेस्टमेन्ट फेज है, यतिलाई भन्छ हाम्रो इनर्जी इन्भेस्टमेन्ट। भन्नाले ग्लाइकोलाइसिस हुनलाई पनि हामीलाई सुरुमा के चाहियो? एटिपी चाहियो। यसले इन्भेस्ट गर्यो, कतिवटा एटिपी इन्भेस्ट गर्यो? एउटा 1 मा इन्भेस्ट गरेको छ, अर्को 3 वाला स्टेपमा। सबै मैले स्टेपलाई नै खेलाइरहेको छु है सबै। 1 मा एउटा एटिपी हामीले इन्भेस्ट गर्यो, 3 मा पनि एउटा एटिपी इन्भेस्ट गर्यो है। इन्भेस्ट गर्दाखेरि हेर्नु यहाँ फेरि कन्फ्युज नहुने, यहाँ हेरौँ त एटिपी चाहिँ इन्भेस्ट भएर एडिपी बनेको छ नि त। यहाँ पनि एटिपी चाहिँ इन्भेस्ट भएर एडिपी भन्नुको मतलब एटिपी चाहिँ हाम्रो इन्भेस्ट भइरहेको छ। जस्तो अब तलतिरकोमा हेरौँ त, जस्तो कतिमा 6 मा छ हाम्रो। हेर्नु 6 मा के छ? यहाँ एरो भएकोतिर चाहिँ के छ? एटिपी भनेको एटिपी जेनेरेट भइरहेको छ। भनेपछि यहाँदेखि यहाँसम्म यो एटिपी इन्भेस्टमेन्ट फेज भयो। यहाँदेखि यो अब तलतिरको के भयो हाम्रो? एटिपी जेनेरेसन भने इनर्जी जेनेरेसन फेज भयो है। जेनेरेसन, किनभने एटिपी जेनेरेट गरिरहेछ। भनेपछि अब एटिपी जेनेरेट कुन कुनमा भएको छ? एउटा 6 स्टेपमा, अर्को 9 स्टेपमा है। 9 स्टेपमा। अनि हाम्रो 5 स्टेपलाई पनि नभुलौँ। 5 स्टेपमा चाहिँ के छ? त्यहाँ चाहिँ हाम्रो एनएडिएच छ। अब हाम्रो 5 स्टेपमा चाहिँ के छ? एनएडिएच छ। अब पुरानो कन्सेप्ट अनुसार 1 एनएडिएच इक्वल टु कतिवटा हुन्छ? 3 एटिपी। अब अहिलेको कन्सेप्ट अनुसार चाहिँ 2.5 भनेको छ। अहिलेले मैले 3 एटिपी वालालाई मानेर गरेँ है त। अब यतापट्टि के छ भनेदेखि
यतापट्टि जस्तो यो फ्रुक्टोज 1,6 बिसफोस्फेटबाट यो ग्लिसरल डिहाइड 3 फोस्फेट र डाइहाइड्रोक्सी एसिटोन फोस्फेट बनेको छ नि। जसरी ग्लिसरल डिहाइड 3 फोस्फेट यो स्टेपहरू बनेको छ नि, एउटा पाइरुवेट बनेको छ नि, सेम यहाँबाट पनि सेम स्टेपहरू फलो गरेर सेम एटिपी जस्तो यतातिर एनएडीएच बनेको जस्तो यता नि बनेर यतातिर एटिपी यो सब सेम बनेर यहाँ पनि पाइरुवेटै बन्यो भनेपछि एउटा ग्लुकोजले दुईटा पाइरुवेट दिने भयो भनेपछि अब यतापट्टि एउटा 5th स्टेपमा एउटा एनएचडीएच दिएको जस्तो यतातिर पनि एउटा एनएडीएच दिने भयो भनेपछि यता र यता एनएडीएच गर्दाखेरि कतिवटा भयो दुईटा एनएडीएच भयो है दुईटा एनएडीएच है अनि अर्को हाम्रो यतापट्टि पनि एउटा एटिपी यतापट्टि पनि एउटा एटिपी दुईटा एटिपी यता भएको जस्तो यतापट्टि पनि एउटा दुईटा भनेपछि टोटल कतिवटा एटिपी हुने भयो 4वटा एटिपी आउने भयो। यो चाहिँ के भन्छ जेनेरेट भएकोहरू यो चाहिँ जेनेरेट भएकोहरू भनेपछि 2 एनएडीएच भनेपछि दुईटा एनएडीएच एउटा एनएडीएचबाट 3 भएर दुईटा एनएडीएच बराबर कतिवटा आउनु भयो 6 एटिपी है। अब यो त 4 एटिपी भनेपछि टोटल जेनेरेट कतिवटा एटिपी भएछ हाम्रो 10वटा एटिपी। तर अब हाम्रो यहाँ इनर्जी इन्भेस्टमेन्टमा कतिवटा एटिपी लस्ट भएको छ हाम्रो दुईटा -2 त गर्नै पर्यो भनेपछि टोटल फाइनल एटिपी 10 मा 2 घटेपछि कति आउनु भयो हाम्रो फाइनलवाला चाहिँ हाम्रो 8वटा एटिपी चाहिँ एउटा ग्लाइकोलाइसिसले दिने भयो एउटा एरोबिक ग्लाइकोलाइसिसले दिने भयो है। अब ल यो त भइहाल्यो। अब इन्जाइमहरू पनि अब त्यस्तो कन्फ्युज लाग्छ भने मैले भनिहालेँ होइन जस्तो एटिपी वालामा सबैमा यो काइनेजवाला छ है यो इन्जाइम पनि मैले भनिदिइहालेँ थोरै यो काइनेज होइन जुन स्टेपमा यो एटिपी इन्भल्भमेन्ट छ नि होइन त्यहाँ के आएको छ काइनेज आएको छँदैछ है इस ट्याग 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 यहाँ पनि ट्याग ट्याग भइहाल्यो। त्यसपछि अरूमा पनि अब हल्का के दिमाग लाउने भने जस्तो हेर्नु त ग्लुकोजबाट के भनेको छ ग्लुकोज 6 फोस्फेट होइन भनेपछि 6 वाला भनेपछि हेक्जो अब यसमा त काइनेजवालामा मैले केही भनिनँ है। अनि यसमा हेर्नु त ग्लुकोज 6 फोस्फेट र फ्रुक्टोज 6 फोस्फेट त आइसोमर हो नि त यिनीहरू त्यही भएर यहाँ आइसोमेरेज इन्जाइम आयो है यहीँको युज गरेको छ फोस्फो अनि 6 लाई हेक्जो अनि आइसोमेरेज किनभने यो दुईटा सेम छ त्यो भइहाल्यो। त्यसपछि अब यसमा पनि फोस्फो यसमा चाहिँ 6 वाला युज गरेको छैन फोस्फो एकैचोटि यो फ्रुक्टो अनि अब काइनेजवाला अघि नै भनिहाल्यो यो अल्डोलेज यादै गर्ने। अब त्यसमा यहाँ इन्जाइमहरू पनि केही यादै नगर्ने क्या ट्याक किनभने यही नाम छ ग्लुसरल डिहाइड 3 फोस्फेट यही इन्जाइममा यही छ प्लस अब यो डिहाइड्रोजिनेज चाहिँ याद गर्ने डिहाइड्रोजिनेज चाहिँ यो एउटा याद गरिदिने। अब यसमा पनि 1,3 तलमा के छ यहाँ 1,3 बिसफोस्फोग्लिसराइड यही सिधा हानिदिने प्लस यसमा के थपिदिने काइनेज अघि नै मैले एटिपीवाला भनेको छ नि त 6 स्टेप हो नि त। अब 3 फोस्फोग्लिसराइडमा त्यही फोस्फोग्लिसराइड मैले यो पिजी भनेको फोस्फोग्लिसराइड भयो यो म्युटेज चाहिँ याद गरिदिने। अब 8मा इनोलेज भइहाल्यो। अब यसमा पनि यो के अरे पाइरुवेट छँदैछ अनि यहाँको के अरे एटिपीवाला भएको भएर यहाँ काइनेज है त ल यसरी नै।